नमस्कार सबै प्रेस एन्ड पब्लिसिटीबाट जो आउनुभयो सबैलाई यहाँ स्वागत छ। हामी यो मेको सुरुवातमा यो एउटा प्रेस कन्फरेन्समा बसेको कारण के छ भने हामी अन्डर द गाइडेन्स अफ श्रीमान आदित्य गोले सर हुनुहुन्छ, उहाँले हामीलाई गाइड गर्नुहुन्छ। उहाँ अनरेबल एमएलए सोरेन च्याकुङ र हाम्रो चिफ पेट्रन हुनुहुन्छ सिक्किम युनाइटेड टुरिज्म अर्गनाइजेसनको। जुन हाम्रो अनरेबल सीएम साहब श्रीमान पीएस गोले सरको भिजन छ, एउटा जुन हामीले लिएको छौँ सुनौलो समृद्ध अनि सामर्थ सिक्किमको अन्तर्गतमा हाम्रो माननीय प्रधानमन्त्री सर श्रीमान नरेन्द्र मोदी सर आउनुभयो 27 र 28 मे 2026 र उहाँको हामी हार्टफेल्ट ग्र्याटिट्युड दिनको लागि यो आज हाम्रो मिटिङ बोलाएको छौँ। हाम्रो टिम बस्नु भएको छ। हाम्रो प्रेसिडेन्ट सर श्री गणेश शिवाकोटी हुनुहुन्छ सिक्किम युनाइटेड टुरिज्म अर्गनाइजेसनको। हाम्रो एडभाइजर हुनुहुन्छ श्रीमान फुर्बा छिरिङ सर, उहाँ अनरेबल चेयरम्यान ल्यान्ड युज एन्ड इन्भाइरोमेन्टल बोर्ड पनि हुनुहुन्छ। अनि हाम्रो अझै एकजना वरिष्ठ एडभाइजर हुनुहुन्छ दिल्लीबाट आउनुभएको छ श्रीमान युवराज सुब्बा, उहाँ भाइस प्रेसिडेन्ट जिनिक माइन्स पनि हुनुहुन्छ। अन्त यहाँ मेरो सँगै हाम्रो ट्रेजरर सर श्रीमान निमा दोर्जी भोटिया हुन्छ, म सेक्रेटरी सुटो नेवेद गौतम। यो कार्यक्रमलाई अगाडि बढाउँदै म प्रेसिडेन्ट सर श्री गणेश शिवाकोटी सरलाई भन्छु। हामी सिक्किम युनाइटेड टुरिज्म अर्गनाइजेसन सुटोको तर्फबाट हामी हाम्रा यशस्वी प्रधानमन्त्री, भारतवर्षमा प्रचलित संसारभरि नै प्रचलित हाम्रा यशस्वी प्रधानमन्त्री श्रीमान नरेन्द्र मोदी साहबलाई हामी सिक्किम युनाइटेड टुरिज्म अर्गनाइजेसनको तर्फबाट कोटी कोटी नमस्कार, मुरी मुरी धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। र उहाँको आगमनले जो हाम्रो सिक्किम, उहाँको आगमन र उहाँको मुखवृन्दबाट जति पनि अमृत बानी उहाँले हाम्रो सिक्किमको लागि छरेर गइदिनु भयो र विशेष गरेर हाम्रो सिक्किम टुरिज्मलाई यति साह्रो माया गरेर, यति साह्रो उहाँले आफ्नोपन देखाएर जुन हामीलाई हाम्रो सिक्किम टुरिज्मलाई प्रमोसनको लागि उहाँको मुखावृन्द जति पनि उहाँले शब्दहरू बोलिदिनु भयो, त्यसैको लागि हाम्रो तर्फबाट उहाँलाई धेरै 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 मुरी 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 धन्यवाद टक्राउन चाहन्छौँ। र हाम्रो अति आदरणीय, हाम्रो शिर, हाम्रो सदैव सबैजनाले माया गर्ने हाम्रो सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री साहब श्रीमान पीएस गोले साहबको कौशल नेतृत्वमा र उहाँको दूरदर्शितापनमा उहाँले जो हाम्रो अनरेबल प्राइम मिनिस्टर साहबलाई निम्त्याएर सिक्किम ल्याइदिनु भयो, उहाँको लागि र सीएम साहबको भिजन सुनौलो समृद्ध सामर्थ्य सिक्किम, सुनौलो समृद्ध सामर्थ्य टुरिज्मको लागि हामी सिक्किम युनाइटेड टुरिज्म अर्गनाइजेसनको तर्फबाट उहाँलाई धेरै 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 धन्यवाद र आभारी पनि व्यक्त गर्न चाहन्छौँ। र विशेष गरेर तपाईहरूले जुन हाम्रो अनरेबल प्राइम मिनिस्टर साहबको भिजिट भयो है सिक्किममा, हामी एज अ टुरिज्म स्टेक होल्डर हाम्रो तर्फबाट हामी एकदमै खुसी छौँ। किनभने उहाँले जति पनि विवरण गरिदिनु भयो हाम्रो सिक्किम टुरिज्मको बारेमा, यो चाहिँ हामीले करोडौँ 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 खर्च गरेर पनि हामीले सक्दैनथ्यौँ। तर हाम्रो सम्माननीय प्रधानमन्त्री साहबले जुन हाम्रो सिक्किम टुरिज्मलाई जुन लेभलमा पुर्याइदिनु भयो, एकदम टप लेभलमा पुर्याइदिनु भएकोमा र उहाँले सिक्किम टुरिज्मलाई यस्तो पाराले व्याख्या गरिदिनु भयो जुन चाहिँ सिक्किममा जुन चाहिँ भएको चिज हाम्रो नेचर बेस्ड टुरिज्म, हेर्नुहोस् त, नेचर बेस्ड टुरिज्म। किनभने हामी नेचरमा प्रकृतिमा यति साह्रो हामी अगाडि छौँ। नेचर बेस्ड टुरिज्म उहाँले कुरा गरिदिनु भयो है। हाम्रो एग्रो बेस्ड टुरिज्म, अर्ग्यानिक टुरिज्ममा उहाँले कुरा गरिदिनु भयो।
हाम्रो एडभेन्चर बेसमा उहाँले कुरा गरिदिनु भयो, हाम्रो कल्चर हेरिटेज र हाम्रो स्पोर्ट्स टुरिज्मलाई पनि उहाँले यति साह्रो मार्केटिङ गरिदिनु भयो। त्यसको लागि र हामी एज अ सिक्किम युनाइटेड टुरिज्म अर्गनाइजेसन तर्फबाट उहाँलाई यो सबै समग्रमा गरेर यति साह्रो सिक्किमलाई माया है, यति साह्रो सिक्किमलाई हाम्रो टुरिज्मलाई माया गरिदिनु भएकोमा हामी विशेष गरेर यो हाम्रो आजको कार्यक्रम है हाम्रो अति आदरणीय हाम्रो सम्माननीय प्रधानमन्त्री र हाम्रो श्रीमान PS गोले साहब, हाम्रो अनरेबल चिफ मिनिस्टर साहबलाई धन्यवादको लागि राखेका छौँ। र यसमा अब जुन चाहिँ हाम्रो प्रधानमन्त्री साहबले एउटा यति साह्रो ग्लोबली हामीलाई नेसनली मात्र होइन, यो उहाँको जुन आफ्नो वक्तव्यले चाहिँ हामी ग्लोबली टुरिज्म चाहिँ ग्लोबली पनि वर्ल्ड वाइड पनि हामी प्रचार भएकोमा र उहाँले जुन देखाइदिनु भएकोमा हाम्रो इन्डियामा मात्रै नभएर ग्लोबली हामी प्रचार हुन पायौँ। र उहाँले यस्तो यस्तो शब्दहरू यस्तो यस्तो अमृत बानी भनिदिनु भयो, हेभन अफ द इस्ट भनेर उहाँले सम्बोधन गरिदिनु भयो। हेर्नुहोस् त यति साह्रो राम्रो। अब हेभन अफ द इस्ट भन्ने बित्तिकै यो वर्डले नै संसारभरि बसेका पर्यटकहरू, घुम्नु इच्छा लाग्ने पर्यटकहरू कति साह्रो हाम्रोमा आउनुहुन्छ। र अर्को कुरा उहाँले यति साह्रो राम्रो भनिदिनु भयो कि उहाँले हाम्रो अष्टलक्ष्मी, हाम्रो सिक्किमलाई अष्टलक्ष्मीमा उहाँले भनिदिनु भयो। यो त हाम्रो लागि एउटा सिक्किमको लागि एउटा यति ठुलो विषय हो, यति ठुलो एउटा इज्जत मान सम्मान हो, अष्टलक्ष्मी भन्नु पाउँदैन। र यो सबैलाई संग्रह गरेर उहाँले जति पनि हाम्रो सिक्किम टुरिज्मको प्रमोसन गरिदिनु भयो, जति पनि हाम्रो सिक्किम टुरिज्मलाई माया गरेर मार्केटिङ गरिदिनु भयो, अब यसको सदुपयोग चाहिँ हामीले पनि गर्नु सक्नुपर्छ। किन एज अ टुरिज्म स्टेक होल्डर, किनभने हाम्रो जति पनि भाइ बहिनीहरू छ, जति पनि युवा जेनेरेसन छ, जति पनि हाम्रो मेम्बर्सहरू छ, उहाँले पनि अब यो चाहिँ उहाँले भनिदिनु भयो, उहाँले यति राम्रो सिक्किम आइए घुम्ने, भिजिट सिक्किम भन्ने पनि क्याम्पेन चलाइदिनु भयो। अब यसलाई पनि हामीले सिरो पर राखेर अब हामीले के गर्ने, किनभने हाम्रो सम्माननीय मुख्यमन्त्री साहबको, हजुरहरू सबैलाई याद छ, कौशल नेतृत्वमा हाम्रो वर्षेनी पर्यटक अहिले आउँदै थियो तपाईँको 17 लाख, वन्स इन ए इयर 16 to 17 लाख टुरिस्ट यहाँ एराइभल हुँदै थियो हाम्रो। अबदेखि हाम्रो रेस्पोन्सिबिलिटी के भयो भने चाहिँ अब जब हाम्रो अनरेबल प्राइम मिनिस्टर साहबले जुन यति कुराहरू सिक्किमको बारेमा भनिदिनु भयो, अभियसली यो डबल हुन जान्छ, 27 लाख पुग्छ यो। त्यसले गर्दा अब हामी पनि सिक्किमको स्टेक होल्डर पनि अब रेडी भएर उहाँको जुन वचनहरू भनिदिनु भएको छ है, त्यसलाई नै सिरो पर राखेर अब यसमा हामी निरधिक रूपमा हामी अगाडि बढेर हामी काम गर्ने हामीले एउटा प्रण लिएको छौँ। र जुन चाहिँ अब यो क्लोजिङ सेरेमनी है, हाम्रो 50 इयर्स अफ स्टेटहुडको जुन क्लोजिङ सेरेमनीमा उहाँले आएर हाम्रो सिक्किम टुरिज्मलाई यति साह्रो अगाडि बढाइदिनु भयो, यसको लागि नै हामीले यो प्रेस कन्फरेन्स राखेको हौँ। र अबदेखि तपाईहरूलाई हामी फेरि पनि हामी यो निवेदन गर्न चाहन्छौँ कि अबदेखि हामी कसरी काम गर्ने र यो टुरिस्ट जति पनि फुटफल हुन्छ, नेसनली इन्टरनेसनली टुरिस्ट जति पनि हाम्रो सिक्किम भिजिट गर्नु आउँछ, यसले गर्दा चाहिँ के हुन्छ, यहाँको सोर्स अफ रेभिन्यू हाम्रै बढ्छ, हाम्रै मान्छे तपाईँको रोजगार पाउँछ, युथदेखि लिएर वुमन इम्पावरमेन्टदेखि लिएर सबैजना इङ्गेज हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ एउटा सिक्किम चाहिँ एउटा ब्रान्ड भयो। अब किनभने अरू स्टेटले पनि हामीलाई भन्दैछ, अहिले तपाईँहरूलाई यो म जानकारी गराउन चाहन्छु कि जबदेखि प्रधानमन्त्री साहबले यहाँ आएर सिक्किमको बारेमा भनिदिनु भयो, अरू स्टेट पनि हामीसँग तपाईँको सिक्किमलाई हामी पनि मिलेर तपाईँहरूसँग मिलेर हामी प्रमोसन गर्न चाहन्छौँ भनेर अरू स्टेटबाट नेसनली इन्टरनेसनलीबाट पनि हामीलाई त्यस्तो कुराहरू पनि उहाँले भन्दै हुनुहुन्छ। र हामी एउटा क्याम्पेन चलाउँ अनरेबल PM साहबको जुन भिजिटले गर्दा भिजिट सिक्किम भनेर हामीले हरेक जग्गामा हरेक हाम्रो गान्तोकदेखि लिएर नभएर अल ओभर सिक्किमदेखि लिएर नभएर इन्डियासम्मदेखि लिएर अल ओभर ग्लोबली हामीले यो भिजिट सिक्किम भन्ने हामी क्याम्पेन पनि चलाउनेवाला छौँ। र यति भन्दै अब हजुरहरूलाई आजको प्रेस मिट चाहिँ हामीले यहीको निम्ति बोलाएको, तपाईँहरू सबै आइदिनु भयो है। र हामी फेरि पनि हामी सिक्किम युनाइटेड टुरिज्म अर्गनाइजेसनको परिवारको तर्फबाट है हाम्रो अति आदरणीय यशस्वी प्रधानमन्त्री साहब नरेन्द्र मोदी साहब र हाम्रो सम्माननीय मुख्यमन्त्री साहबलाई हामीलाई
टुरिज्मलाई माया गरिदिनु भएकोमा, टुरिज्म स्टेक होल्डरलाई माया गरिदिनु भएकोमा हामी एकदमै खुसी छौँ र उहाँहरूप्रति धेरै धेरै आभारी पनि व्यक्त गर्न चाहन्छौँ। धन्यवाद।